हेलो हेलो के रहेछ ओबुई स्ट्रबेरी कसरी आयो स्ट्रबेरी बेबीलाई स्ट्रबेरी मनपर्छ भनेर यो स्टोरी बनाएको है ओके ओके वान्स अपन अ टाइम देयर वाज अ बोय है एका त्यहाँ देशमा एउटा केटा थियो अरे त्यो केटा चाहिँ हाम्रो बेबी जस्तै रहेछ अरे बेबी जस्तै स्ट्रबेरी मन पर्दो रहेछ अरे क्या ए हैन त्यसपछि हि लभ स्ट्रबेरिज हैन के मन पर्दो रहेछ स्ट्रबेरी स्ट्रबेरी मन पर्दो रहेछ त्यसपछि हि टोल्ड हिज फादर बेबीले जस्तै पापालाई के भनेछ भन्दा द्याट हि वान्ट्स स्ट्रबेरिज मलाई त स्ट्रबेरी चाहियो म त खान्छु मलाई त खान मन लाग्यो म त खाइरहन्छु मलाई स्ट्रबेरी चाहियो पापा 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 स्ट्रबेरी कतिखेर ल्याउने ल्याइदिन्छु न पापा 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 स्ट्रबेरी ल्याइदिन्छु न पापा स्ट्रबेरी ल्याइदिन्छु मात्रै भनेर बस्दो रहेछ अरे अनि त्यसपछि फादर टुक हिम टु द स्ट्रबेरी फार्म पर स्ट्रबेरी फार्म रहेछ अरे होइन अनि त्यो स्ट्रबेरी फार्ममा लगेछ अरे पापाले होइन लगिसकेछ अरे लगेपछि देयर वर टु फार्म्स नियर बाई दुईटा फार्म रहेछ अरे बुझ्यौ हो अनि त्यसपछि वान ह्याड स्विट स्ट्रबेरी होइन यो रातो छ नि यो चाहिँ स्विट स्ट्रबेरी अनि अदर ह्याज सावर स्ट्रबेरी अर्कोमा चाहिँ अमिलो रहेछ अरे यो स्विटलाई पनि 100 रुपिस भन्दो रहेछ अरे सावरलाई पनि 100 रुपिस भन्दो रहेछ अरे हो भने मेरो क्वेसन बेबीले कुन चुज गर्छ यहाँ भन न देखाउनु पर्दैन विच वान इज दिस विच कलर रेड वान चुज गर्छ स्विट चुज गर्छ ल म क्वेसन सेकेन्ड क्वेसन ल त्यसो भए स्विट स्ट्रबेरीलाई 100 रुपिस पर्दो रहेछ अरे होइन अनि सावर स्ट्रबेरीलाई 80 रुपिस पर्दो रहेछ अरे कुन चुज गर्छ स्विट नै गर्छ अब फेरि स्विट स्ट्रबेरीलाई 100 रुपिस पर्दो रहेछ अरे सावर स्ट्रबेरीलाई 50 रुपिस पर्दो रहेछ अरे कुन चुज गर्छ ल बेबीसँग 80 रुपिस रहेछ अरे स्विट स्ट्रबेरीलाई 80 रुपिस 100 रुपिस पर्दो रहेछ अरे अनि सावर स्ट्रबेरीलाई 50 रुपिस पर्दो रहेछ अरे अब कुन चुज गर्छ सावर चुज गर्छ अनि अलिकति थोरै दे म 80मा चाहिँ थोरै मात्रै खान्छु भन्न मिल्दैन बेबीसँग भएको पैसा बराबरको मात्रै दे नि 10 धेरै दिनु पर्दैन भन् मिल्छ खोजेको छि मगाएर 20 पैसा छि त्यसकारण हामीले 20 पैसा हैन 100 रुपिसमा ल मानौ 20 वटा दिँदो रहेछ 80 रुपिसमा पनि 20 वटा दिँदो रहेछ होइन अनि त्यसपछि मसँग 80 रुपिस मात्रै छ मलाई 15 वटा मात्रै देऊ भन्न पनि त मिल्छ नि हो ए अनि स्विटै खाने भएपछि त 15 वटा मात्रै दे भन्नु पर्यो नि त है ओके ल यति नै हो त्यसपछि बाँकी रहेको चाहिँ भोलि स्टोरी हो स्ट्रबेरीको हुन्छ यसको यो फर्स्ट पार्टवाला सिद्धियो स्टोरी यसपछि कतिवटा छ काउन्ट गर त 4 वटा हुन्छ स्ट्रबेरीको है अब के आउँछ यसपछि के भयो थ्याङ्क यू फर वाचिङ केमा आयो स्ट्रबेरी ल फेरि भनिदिउँ नि त हामी दुइटै भएर थ्याङ्क यू फर वाचिङ बाई बाई बाई